गाइज सबैलाई रात्रिकालीन नमस्कार। हामी 2082 साल असोज महिनाको 3 गते संविधान दिवसको दिन महेन्द्रनगरदेखि आफ्नो जन्मेको ठाउँ दार्चुला जिल्ला मल्लिकार्जुन गाउँपालिका शिरपुर भन्ने ठाउँमा जाँदै गर्दा हामी चाहिँ अहिले रातिको लगभग 7 बजेको अवस्थामा हामी हाम्रो लोकल ठाउँलाई यसलाई चाहिँ हामीले माथिल्लो चोर भन्छौँ। त्यो ठाउँमा अल्पत्रकै अवस्थामा छ अहिले हामी। म एक्लो मात्रै छैन, अहिले एक्लो भए त म यो बोल्न सक्ने अवस्थामा हुन्थेन। हामी चाहिँ ल साथीहरू टर्च बालौँ त। हामी चाहिँ अहिले 3 जना छौँ, 2 जना उहाँ साथीहरू, 1 जना भाइ अनि म। हामी 3 जना चाहिँ अहिले यस्तो अँध्यारो छ हेर्नु साथीहरू। ल अफ गरौँ त एकचोटि बत्ती। ल हेर्नु त यो पुरै अँध्यारो, चारैतिर केही देखिरहेको अवस्था छैन यो। अहिले फेरि हामीलाई यहाँदेखि घर पुग्नु अझै आधी घन्टाभन्दा बढी लाग्छ। हामी अहिले ठ्याक्क यो लोकल ठाउँ, यो लोकल एरिया हामीले यसलाई चाहिँ माथिल्लो चोर अथवा मल्ला चोर भन्छौँ। यो चाहिँ एकदम क्रिटिकल कन्डिसन छ साथीहरू। ल सबैले सुँगुर आउने जङ्गली बँदेल लाग्ने एकदम रिस्क छ यता, एकदम रिस्की ठाउँ। त्यही भएर अहिले हिँडौँ। अब अहिले हिँडौँ, थकाइले पनि गर्नु गऱ्यो। हेर्नु साथीहरू, रोड छैन। अब अहिले देशको अवस्था यस्तै नाजुक छ, कसैले दोष लाउने अवस्था पनि छैन अहिले। यो भिडियो चाहिँ हामीले सकेसम्म आज नै नत्र भोलि 4 गते चाहिँ हामीले युट्युबमा राख्नेछौँ। ल फेरि टर्च बालौँ साथीहरू। ल उहाँलाई चिन्नुहुने सबैले चाहिँ कमेन्ट गरौँ। ल यो भिडियोलाई चाहिँ जति सक्दो हाम्रो शिरपुर टोली मल्लिकार्जुन गाउँपालिका शिरपुर भन्ने ठाउँ, जोशी सबै जोशीहरू मात्रै बस्ने ठाउँ। चारैतिर यो जङ्गल हेर्नु साथीहरू। यो पुरै हेर्नु त, यो माथिल्लो चोर भनेपछि चाहिँ हाम्रो शिरपुर बस्ने जोशी टोलले सबैले थाहा पाउँछन्। ल सबैलाई धन्यवाद, बाई बाई। लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। गुड नाइट।